बाबु, ओए नानी, किन रुवाउँछौ बेटा? किन रुवाउँछौ? मैले गरेको सङ्घर्षलाई ध्यान देऊ। म आज यो घाममा दिन रात नभनी तिमीहरूको भविष्य बनाउनको लागि म मेहनत गरिरहेको छु। म कुनै करोडपति बाउको छोरा होइन। म दिनभरि काम गर्छु जगदम्बा भित्र। म मेहनत गर्छु। तिमीलाई राम्रो बोर्डिङमा पढाइरहेको छु, तिमीलाई राम्रो खाना दिइरहेको छु, तिमीहरूको हरेक इच्छा आकांक्षा पूरा गरिरहेको छु। किन तिमीहरू हामीलाई रुवाउँछौ? प्लिज एउटा राम्रो छोरा बन, प्लिज एउटा राम्रो छोरी बन। तिमी मलाई खुसी दिन सक्दैनौ भने प्लिज मलाई दुःख पनि नदेऊ। प्लिज तिमी मेरो लागि सोच्दैनौ, ठिक छ नसोच, तर प्लिज आफ्नो लागि त सोच, आफ्नो लागि त केही बन। ठिक छ, तिमी बन्नको लागि म दिन रात घाममा ताप्पिने छु, म पिसिने छु, म रुने छु, म घुट्ने छु, तर म तिमीलाई खुसी बनाउने छु के। प्लिज नरुवाऊ आफ्नो आमा र बाबालाई। जो सन्तानले आफ्नो छोराछोरीले आमा बाउलाई रुवाउँछ त्यो छोराछोरीलाई कहिले पनि राम्रो हुँदैन, कहिले पनि भलो हुँदैन। हेर्नुहोस्, यसैले प्लिज देउता खोज्न कहीँ जानु पर्दैन, भगवान खोज्न कहीँ जानु पर्दैन। भगवान अलरेडी तपाईँको घरमा छ। त्यो भगवानको पूजा गर्नुहोस्, त्यो भगवानको रेस्पेक्ट गर्नुहोस्, त्यो भगवानको सम्मान गर्नुहोस्। त्यो भन्दा ठुलो यो संसारमा नैतिकता र पूजा केही पनि होइन के। आफ्नो घरको परिवारलाई पूजा गर्नु नै पूजा हो के। आफ्नो आमा बुवालाई माया गर्नु नै त्यो पूजा हो के। आफ्नो आमा बाउलाई रेस्पेक्ट गर्नु नै त्यो पूजा हो र आफ्नो आमा बाउको देखाएको बाटोमा हिँड्नु नै त्यो पूजा हो के। जो व्यक्ति आफ्नो आमा र बाउको बाटोमा हिँड्दैन त्यो छोराछोरी नै होइन के। केही काम छैन भने यो धरतीमा, धरतीको बोझ भएर बस्न चाहनुहुन्छ या देशको लागि केही गर्न चाहनुहुन्छ या आफ्नो लागि केही गर्न चाहनुहुन्छ या त्यो परिवारको नाकलाई उच्च बनाउन चाहनुहुन्छ, त्यो तपाईँमा भर पर्ने कुराहरू हो। तपाईँलाई म 50 सेकेन्ड अझ पनि शान्त छोडिदिन्छु। एउटा कमिटमेन्ट गर्नुहोस्। हिजो मैले जति रुवाई तर म आज रुवाउने छैन। हिजो मैले जे गल्ती गरी अब म त्यो गल्ती गर्ने छैन। म आफूलाई एकदम ध्यान दिएर आमा बाबा तपाईँले भनेको कुरा म मान्छु भनेर चाहिँ प्लिज एउटा कमिटमेन्ट गर्नुहोस्। आफूलाई त्यो दैचिउरे सङ्कल्प होइन है, स्ट्रङ सङ्कल्प गर्नुहोस्। तपाईँलाई म 50 सेकेन्ड शान्त छोडिदिएँ है त।